कारोबार गरिरहेको छु, मात्र कलेक्सन गरिरहेको छु। ए ओके, होइन हजुरको त्यो जुन केसहरू जुन चलिरहेको थियो नि त्यसले गर्दाखेरि यसले रोक्नु भएको हो जस्तो लागेको थियो कि त्यही भएर। त्यसले गर्दा होइन, मार्केट सिचुएसन राम्रो छैन, भोलिका दिनमा सेटलमेन्ट पनि गर्नुपर्छ, पैसा पनि दिनुपर्छ, त्यसमा अप्ठ्यारो हुनसक्छ। सो आफ्नो व्यवस्थाहरू मिलाएर मात्र आफ्नो अवस्था राम्रो भएपछि मात्र हिर्काउने हो कि त्यसै कुनै बेला पनि हिर्काउने होइन कि है। त्यो त हो दाइ। अनि दाइ यो अब आउने दिनमा अब जस्तै अब सबै कुराहरू खुकुलो भइसकेको छ, अब देशको सिचुएसन पनि त्यस्तै छ, के होला आउने नै दिनमा हजुरको हिसाबले? मैले भने त साइडवेज चल्छ अहिले बजार, त्यस्तो राम्रो नीतिगत जुन कुराहरूको चेन्जेस चाहिएको छ त्यो नआइकन तपाईँको मार्केट चाहिँ राम्रो हुन्न है। ए ओके दाइ, हस्, थ्याङ्क यू। शीतलजीको भइसक्यो। धीरेन्द्रजी हजुर नमस्ते। नमस्ते हजुर। दाइ के अरे मलाई जोशीको बारेमा भन्दिनँ के? केही भन्नु पर्दैन, राम्रो छ, समय आउँछ। ए हुन्छ, हस् दाइ। प्रियांशु तपाईँसँग बोल्न पाएर खुसी लाग्यो होइन। म हजुरलाई फलो गरिरहेको हुन्छु, हजुरको इन्टरभ्यूहरू हेरिरहेको हुन्छु, मार्केटलाई नि वाच गरिरहेको हुन्छु। अब मार्केट त घट्दो क्रममै छ होइन, साइडवेज। दाजु नमस्ते। नमस्ते हजुर। ए दाइ यार, यो प्रमोटर सेयरको बारेमा पनि भनिदिनु न के है, कम्पनीहरूले जो अहिले प्रमोटर सेयर खोजेको छ नि। हेलो, प्रमोटर प्री आइपिओ को कुरा गर्दै हुन्छ। हजुर हजुर दाइ, प्री आइपिओ को कुरा के बजार सिद्ध्याएको छ, लागिराख्नु। 10 मा 9 वटा कम्पनीमा डुब्छ, एउटामा आउँछ है। हो दाइ, त्यस्तो हो। ए त्यसो भए म पनि 10 मै छु। अब एउटा आउने भयो, 9 डुब्ने भयो। ल बधाई छ। यो नाममा के अरे पैसा उठाउने अगाडि नि अनि भरेपछि पाइपलाइनबाटै नआएर कुनै कुनै कम्पनी त 2 वर्ष 3 वर्षदेखि पाइपलाइनमा बसेको पनि केस रहेछ नि दाइ होइन। अब त्यस्तो भयो भने त पैसा पनि फसेको होला नि साथीहरूको। मेरै कम्पनी 2 वर्षदेखि पाइपलाइनमा छ। ए दाइ तपाईँको आफ्नै त स्मार्ट डोर्स। अन्त यहाँ नेपालको सेयर मार्केट 1 नम्बर मान्छेलाई पनि यस्तो गरेपछि त सकिएन दाइ। यो किन दाइ, के यो कागज त सबै पुऱ्याउनु भएको दाइ, तपाईँ यस्तो एक्सपिरियन्स मान्छेले। मेरो एउटा पनि कम्प्लायन्स नमिलाएको होइन, सबै कम्प्लायन्स मिट गरेको। 100 रुपियाँमा प्रिमियममा छैन, 100 रुपियाँमा मात्र छ आइपिओ। तर के गर्ने, अब हामीहरूले त्यो पैसा दिएका छैन, हामी त्यो भ्रष्टाचारभित्र पर्दैनौँ, भ्रष्टाचार गर्नेतिर पर्दैनौँ। अब के गर्ने, अब भएन भने अब आफू पनि उजुरी गर्न जानु पर्ला। दाइ यो नि तेस्रो दर्जाको मान्छे भनेर त होइन होला नि त्यस्तो हेपेको दाइ, के भन्नुहुन्छ? तेस्रो दर्जाको त मान्छे त छँदैछ। पहिलो तपाईँको पहाडी समुदाय भयो, दोस्रो मधेसी समुदाय भयो, तेस्रो भनेको तपाईँको मारवाडी समुदाय भयो। त्यो त पक्कै हो मेरो साथी है। त्यो त होइन दाइ, यो हजुर त अब सेयर मार्केटमा यस्तो एक्टिभ पनि, अब यो पहिलेदेखि एक्सपिरियन्स पनि, अब अहिले अब भनौँ न मार्केटको अब लिडर टाइपकै हुनुहुन्छ दाइ। अनि हजुरलाई पनि हजुरकै कम्पनी पनि त्यस्तै जबरजस्ती त्यो हुन्छ नि, अब के नियत के नराम्रै नियत भएर त होला नि दाइ 3 वर्ष 4 वर्ष राखिदिनु भनेपछि त। अब हेरौँ, अब 1 हप्ता अझै हेर्छौँ, यो तिहारसम्म हेर्छौँ होइन। त्यसपछि भएन भने फेरि हामी एक्सनमा जानु पर्ला, जे हामीसँग छ त्यो कुराहरू लिएर। भन्दै हामी पनि साथ दिइहाल्छौँ दाइ। अब यो राम्रो कुरालाई त साथ दिनु परिहाल्छ। त्यो समुदायभित्र कहाँ पर्छ तपाईँ यार? माडे भनेपछि तुरन्तै माडे चोर भइदिन्छन्, देशी विरोधी भइदिन्छन्। अब आफू त्यसमा परिहालेँ, के गर्ने, जन्मिँदा आफ्नो हातमा हुन्न कुन जातमा जन्मिने, कुन ठाउँमा जन्मिने होइन। अब यसो हेर्दाखेरि यहाँ भ्रष्टाचार नगरिकन, नराम्रो काम नगरिकन यहाँ कहिले पनि सक्सेस हुन सकेको छैन। एउटा सेयर मार्केट मात्र ट्रान्सपेरेन्ट ठाउँ छ जहाँ म सक्सेसफुल हुन सकेँ, किनभने यहाँ चाहिँ बुद्धिले काम चल्छ, अरू कुराले चल्दैन।
अरू ठाउँमा सक्सेसफुल हुन सक्दिनँ। म त सक्दिनँ किनभने म त्यसमा पर्दैन है। नमस्कार हजुर। सर यो जुन अल्ट्रा लो क्याप चल्छ भन्नुभयो नि हजुरले, सबै सेक्टरको अल्ट्रा लो क्याप हो कि हाम्रो यो डेभलपमेन्ट ब्याङ्कको मात्रै लो क्याप हो? सबै सेक्टरमा कहाँ छ अल्ट्रा लो क्याप? दाइ हाइड्रो पनि छ नि सर, जो अलि लो लोमै छ नि त कुनै कुनै स्टेटहरू त। अलरेडी ओभर प्राइस छन् र त्यसका खेलाडी दुईटा कुरा भनेको छु नि, लो क्याप अल्ट्रा लो क्याप प्लस त्यसमा खेलाडी कुन छन् त्यो हेर्नु। यदि राम्रो खेलाडी छ भने लाग्दा हुन्छ है। दाइ हजुर यो पर्बु केबल कार भन्ने छ नि, यो त डुबाउने भयो त यार। 5-7 लाख रुपियाँ बगान लागेको, यो 4-5 वर्षै भयो भने प्रि आइपिओकै नाममा के। अब कसले तपाईँलाई लगानी गर्न लगायो त्यो हेर्नु। त्यो कम्पनीले नै हो दाइ, हजुर कम्पनीले नै हो। ठिक छ, अब पैसा फिर्ता माग्नुहोस् नि, त्यही हो है। अरू साथीहरू बोल्नुहोस्। बोल्दै यो इन्सुरेन्सको पालो कहिले आउँछ होला? अहिले त आउँदैन बाबा। दाजु नमस्कार। एनएफएसमा त कमाइयो, अब इन्सुरेन्सको पालो कहिले आउँछ भनेर कुरेर बसिरह्यो। अब जे होस्, अब तपाईँको भाग्य नि त्यस्तो रहेछ। एनएफएसमा पनि गुमाउनु भएको रहेछ। अब इन्सुरेन्स त अहिले चल्ने देखिँदैन है। हजुर हस् सर, धन्यवाद। अल्ट्रा लो क्याप डेभलपमेन्ट ब्याङ्कको पालो कहिले आउँछ सर? अब पालै त्यसको हो, अरू कसको छ र अहिले है। ल अरू साथी। दाजु नमस्ते। नमस्ते। दाइ अब चाहिँ जोशीको पालो कहिले आउँछ बढ्ने भनेको माइक्रो फाइनेन्स र लाइफ इन्सुरेन्स जस्तो लाग्छ। दाइको विचारमा चाहिँ कुन सेक्टर जस्तो लाग्छ दाइ? अब यस्तै भयो नि, खेलाडी राम्रो छ भने जुन पनि बढ्न सक्छ, खेलाडी राम्रो छैन भने बढ्दैन। अब तपाईँ त्यो कुरा चाहिँ आफै हेर्दै जानुहोस् है। दाइ नमस्कार। यो जोशीको पालो कहिले आउला दाजु? अब छिटै आउँछ। 271 मा चाहिँ 20,000 किता किनेको 500 मा बेच्ने भनेर। पुग्छ होला, नपुग्ने कुरा भएन है। 500 नपुगी नबेच्ने। हजुरले मेरो कुरा सुन्नुभयो दाइ? मेरो कुरा सुन्नुभयो कि अलि नेटवर्क डिस्टर्ब भयो होइन? मेरो विचारमा चाहिँ माइक्रो फाइनेन्स र लाइफ इन्सुरेन्स जस्तो लाग्छ बढ्ने पालो। दाइको विचारमा त्यो लो क्याप डेभलपमेन्ट त छँदैछ, अल्ट्रा लो क्याप, त्यो बाहेक चाहिँ अरू के देख्नुहुन्छ दाइले? याद गर्नुहोस् नि, लो क्यापले मात्र हुनु, खेलाडी पनि हेर्नु पर्यो है साथी। जोशीलाई अगाडि बढाउनु पर्यो दाजु, सबै मिलेर। हुन्छ हुन्छ हजुर। अरू साथीहरू ल बोल्दै जाम है। दाइ नमस्कार। नमस्कार हजुर। हजुरलाई मेरो प्रश्न छ दाइ होइन, यो मार्केट म्याक्सिमम तल गयो भने कति पोइन्टसम्म तल जान सक्छ दाइ? त्यो म्याक्सिमम तल र म्याक्सिमम माथि कहाँ पुग्न सक्छ भन्ने कसैलाई थाहा हुन्न, परिस्थितिले भन्छ त्यो कुरा। भन्नाले अहिले साइड वाइज खेलेर बस्ला कि तपाईँको के छ? अहिले त साइडवेज खेल्छ भनेपछि स्विङहरू आइरहेको हुन्छ अलिअलि। हजुर अलिअलि स्विङ चाहिँ दिन्छ, स्विङ दिन्छ, दुइटैतिर दिन्छ, माथि तल दुइटै दिन्छ। तर बुझ्नुपर्ने कुरा के छ भने जब तपाईँको नीतिगत चेन्जहरू आउँछ, मानिस यो कोर क्यापिटलबाट हटाइदियो भने 40%, ब्याङ्कहरूलाई 6 महिनाको नियम हटाइदियो भने चेन्जेस आउन सक्छ है। हस् यति नै दाइ। हस्।